नमस्कार, यहाँहरूलाई स्वागत छ हाम्रो च्यानलमा। आज मैले साह्रै राम्रो आकर्षक 2.5 तले नयाँ घर लिएर आएको छु। काठमाडौँ जोरपाटी मन्जोसिरी चोकबाट एकदमै नजिक रहेको छ। पूर्वी मोडा गरेको 4.5 आनामा एकदम घटीमा बनेको घर रहेको छ भने सेमी बङ्गलो सिस्टमको घर रहेको छ। यो घरमा यहाँहरूले 12 बाई 14 को पिलर पाउन सक्नुहुनेछ भने यो घरमा यहाँहरूले 11वटा रुम रहेको छ। फल सिलिङ, बत्ती कलर, लाइटिङ, पार्केटिङ, मोडेल किचनहरू पाउन सक्नुहुनेछ। मुनिको एक फ्ल्याट भाडामा दिएर माथिल्लो एक फ्ल्याट आदिमा आफू मजाले बस्न सक्नुहुनेछ भने साह्रै राम्रो आकर्षक घर रहेको छ। यो बाटो चाहिँ यहाँहरूले 12-13 फिटको पाउन सक्नुहुनेछ भने पूर्वी मोडा गरेको साह्रै राम्रो आकर्षक घर रहेको छ। सम्पूर्ण जानकारी दिनेछु यहाँहरूलाई। अन्तिमसम्म भिडियो हेरेर यहाँहरूले साथ दिनुहोला। आउनुहोस्, अब म तपाईँहरूलाई यो घरको भित्र रुमहरूको दृश्य देखाउन गइरहेका छौँ। आउनुहोस्, तपाईँले दृश्यमा देख्न सक्नुहुनेछ साह्रै राम्रो आकर्षक डिजाइनमा बनेको घर रहेको छ। साह्रै राम्रो आकर्षक सुन्दर स्लाइडिङ गेटबाट यहाँहरूले छिर्ने बित्तिकै पार्किङ स्पेस पाउन सक्नुहुनेछ भने यो पार्किङ स्पेसमा पनि यहाँहरूले राम्रो खालको बुट्टोवाला टाइलहरू युज गरेर आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ। यहाँहरूले ठुलो खालको एउटा गाडी राखेर बाइक 2-3वटा पार्क गर्न सक्नुहुनेछ भने यता देब्रेपट्टि साइडमा पनि यहाँहरूले खाली स्पेस पाउन सक्नुहुनेछ। बाइकहरू मजाले पार्किङ गर्न सक्नुहुनेछ। यो पार्किङको माथिल्लोपट्टि पनि यहाँहरूले दृश्यमा देख्न सक्नुहुनेछ फल सिलिङहरू हालेर बत्ती कलर लाइटिङहरू लगाएर साह्रै राम्रो आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने साइड भित्तामा पनि यहाँहरूले फोटोहरू सजाउनको लागि फ्रेम बनाएको तपाईँहरूले दृश्यमा देख्न सक्नुहुनेछ। आउनुहोस्, अब म तपाईँलाई यो मुनिको ग्राउन्ड फ्लोरको दृश्य देखाउन गइरहेका छौँ। यो ढोका पनि साह्रै राम्रो आकर्षक बलियो काठको बनेको यहाँहरूले पाउन सक्नुहुनेछ भने यो ढोकाबाट छिर्ने बित्तिकै यहाँहरूले फराकिलो लिभिङ रुम पाउन सक्नुहुनेछ। पार्केटिङ गरेर फल सिलिङहरू हालेर बत्ती कलर लाइटहरू साह्रै राम्रो आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने अब म तपाईँलाई यो पूर्वी साइडपट्टिको यो किचन रुमको दृश्य देखाउन गइरहेका छौँ। यो लिभिङ रुम र किचन हल यहाँहरूले एट्याच बनेको पाउन सक्नुहुनेछ भने यो किचन रुमको यहाँहरूले भुइँमा पनि राम्रो खालको टाइलहरू युज गरेर आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने किचन सेल्फमा पनि राम्रो खालको ग्रेनाइट टाइलहरू युज गरेर आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने चिम्ली फिट गरेर साह्रै राम्रो आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ। भाँडाहरू राख्नको लागि यहाँहरूले वाटरप्रुफ काठ युज गरेर साह्रै राम्रो आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने यतापट्टि चाहिँ यहाँहरूले भाँडाहरू धुनको लागि बेसन पाउन सक्नुहुनेछ। प्लस यहाँहरूले बाहिरपट्टि निस्किनको लागि किचन रुमबाट एउटा ढोका यहाँहरूले पाउन सक्नुहुनेछ। बाहिरपट्टि ओपन स्पेस यहाँहरूले पाउन सक्नुहुनेछ। आउनुहोस्, अब म तपाईँहरूलाई यो दक्षिण पूर्वीपट्टि साइडको बेडरुमको दृश्य देखाउन गइरहेका छौँ। यो बेडरुम पनि यहाँहरूले फराकिलो नै पाउन सक्नुहुनेछ भने फल सिलिङहरू हालेर बत्ती कलर लाइटहरू साह्रै राम्रो आकर्षक डिजाइनमा युज गरेको पाउन सक्नुहुनेछ भने भुइँमा यहाँहरूले काठको पार्केटिङ गरेको पाउन सक्नुहुनेछ भने प्रत्येक रुममा यहाँहरूले काठको पार्केटिङ गरेको पाउन सक्नुहुनेछ। यो मुनिको फ्ल्याट यहाँहरूले भाडामा रेन्टमा लगाउन सक्नुहुनेछ। आउनुहोस्, अब म तपाईँलाई कमन टोयलेट बाथरुमको दृश्य देखाउन गइरहेका छौँ। यो कमन टोयलेट बाथरुममा पनि राम्रो खालको टाइलहरू युज गरेर आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने कमोडहरू फिट गरेर यो धाराको सामानहरू राम्रो खालको प्रयोग भएको यहाँहरूले पाउन सक्नुहुनेछ भने यो कमन टोयलेट बाथरुम यहाँहरूले फराकिलो नै पाउन सक्नुहुनेछ। आउनुहोस्, अब म तपाईँलाई उत्तर पश्चिम साइडपट्टिको बेडरुमको दृश्य देखाउन गइरहेका छौँ। यो बेडरुम पनि यहाँहरूले फराकिलो नै पाउन सक्नुहुनेछ भने फल सिलिङहरू हालेर बत्ती कलर लाइटहरू साह्रै राम्रो आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने भुइँमा यहाँहरूले सिसोको काठको पार्केटिङ गरेको पाउन सक्नुहुनेछ। साइडमा यहाँहरूले झ्यालमा सेफ्टीको लागि ग्रिल लगाएको पाउन सक्नुहुनेछ भने झ्यालहरू चाहिँ यहाँहरूले युपिभिसी प्रयोग गरेर बनेको पाउन सक्नुहुनेछ। यो मुनिको फ्लोरमा यहाँहरूले 2टा बेडरुम, एउटा लिभिङ रुम, एट्याच किचन रुम, फराकिलो ठुलो हल पाउन सक्नुहुनेछ। यदि तपाईँहरू यस्तै राम्रो खालको आकर्षक घरको खोजीमा हुनुहुन्छ भने एकचोटि आफै आएर भिजिट गरेर राम्रोसँग बुझेर लिन सक्नुहुनेछ। अब म तपाईँहरूलाई माथि फर्स्ट फ्लोरको दृश्य देखाउन गइरहेका छौँ। माथि फर्स्ट फ्लोरमा जानुभन्दा अगाडि यहाँहरूले काठको डिजाइन खोपेर साह्रै राम्रो आकर्षक डिजाइनमा बनेको यहाँहरूले ढोकाहरू पाउन सक्नुहुनेछ। आउनुहोस्, अब यो भर्याङ मुनि यहाँहरूले
13-14 हजार लिटरको रिजर्भ ट्याङ्की पाउन सक्नुहुनेछ भने भर्याङमा यहाँहरूले काठकै मार्केटिङ गरेको पाउन सक्नुहुनेछ भने सेफ्टीको लागि यहाँहरूले काठको रेलिङ पाउन सक्नुहुनेछ। प्लस यहाँहरूले भर्याङको साइड भित्तामा पनि यहाँहरूले फोटोहरू सजाउनको लागि ठाउँ राखेको पाउन सक्नुहुनेछ भने साइडमा यहाँहरूले प्यानलिङ गरेको पाउन सक्नुहुनेछ। यो फर्स्ट फ्लोर रहेको छ भने आउनुहोस् अब म तपाईँलाई यो फर्स्ट फ्लोरको दृश्य देखाउन गइरहेका छौँ। यो लिभिङ रुम रहेको छ भने यो लिभिङ रुम यहाँहरूले निकै नै फराकिलो पाउन सक्नुहुनेछ भने फल सिलिङहरू हालेर बत्ती कलर लाइटहरू साह्रै राम्रो आकर्षक डिजाइनमा युज गरेको पाउन सक्नुहुनेछ। यहाँहरूले यो एक साइड भित्तामा यहाँहरूले टिभी क्याबिनेट पाउन सक्नुहुनेछ भने ठुलो खालको टिभीहरू राखेर साइडमा यहाँहरूले सामानहरू सजाउनको लागि ऱ्यागहरू बनेको पाउन सक्नुहुनेछ भने यो लिभिङ हल यहाँहरूले निकै नै फराकिलो पाउन सक्नुहुनेछ। तपाईँहरूले दृश्यमा देख्न सक्नुहुनेछ भुइँमा यहाँहरूले काठको प्रयोग गरेर पार्किटिङ हालेको पाउन सक्नुहुनेछ भने साइडमा यहाँहरूले प्यानेलिङ गरेको पाउन सक्नुहुनेछ भने यो दुईवटा रुमलाई एउटै नै बनाएको यहाँले दृश्यमा देख्न सक्नुहुनेछ। यतापट्टि पनि फल सिलिङहरू हालेर बत्ती कलर लाइटहरू साह्रै राम्रो आकर्षक डिजाइनमा युज गरेको पाउन सक्नुहुनेछ। यो किचन रुममा जानुभन्दा अगाडि यहाँहरूले दृश्यमा देख्न सक्नुहुनेछ साह्रै राम्रो आकर्षक डिजाइनमा यहाँहरूले सामानहरू सजाउनको लागि ऱ्यागहरू बनेको पाउन सक्नुहुनेछ। आउनुहोस् अब म तपाईँलाई यो किचन रुमको दृश्य देखाउन गइरहेका छौँ। भुइँमा पनि यहाँले राम्रो खालको टाइलहरू युज गरेर आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने चिम्ली फिट गरेर साह्रै राम्रो आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ। यतापट्टि यहाँहरूले भाँडाहरू धुनको लागि यहाँहरूले बेसन बनेको पाउन सक्नुहुनेछ भने चिम्ली फिट गरेर वाटरप्रुफ काठहरू युज गरेर साह्रै राम्रो आकर्षक डिजाइनमा बनेको यहाँहरूले पाउन सक्नुहुनेछ। यो किचन सेटअपमा पनि यहाँहरूले राम्रो खालको ग्रेनाइट टाइलहरू युज गरेर आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने वाटरप्रुफ काठ प्रयोग भएको यहाँहरूले पाउन सक्नुहुनेछ। यतापट्टि साइडमा यहाँहरूले स्टोर रुम पाउन सक्नुहुनेछ भने सामानहरू किचनको सामानहरू राख्नको लागि यहाँहरूले यो दराजहरू बनेको पाउन सक्नुहुनेछ। यहाँहरूले किचन रुमको सामानहरू स्टोर गर्न सक्नुहुनेछ। यदि तपाईँहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सब्सक्राइब गरेर साथै छेउमै आउने बेलायकन थिचेर अलमा क्लिक गर्न नभुल्नुहोला। यो घर साह्रै राम्रो आकर्षक डिजाइनमा बनेको तपाईँले दृश्यमा देख्न सक्नुहुनेछ। आउनुहोस् अब म तपाईँलाई बेडरुमको दृश्य देखाउन गइरहेका छौँ। यो साइडमा पनि यहाँहरूले के सामानहरू सजाउनको लागि ऱ्यागहरू बनेको पाउन सक्नुहुनेछ भने पश्चिम उत्तर साइडपट्टिको बेडरुमको दृश्य देखाउन गइरहेका छौँ। यो बेडरुम पनि यहाँहरूले निकै नै फराकिलो पाउन सक्नुहुनेछ भने भुइँमा यहाँहरूले काठको प्रयोग गरेर मार्केटिङ गरेको पाउन सक्नुहुनेछ भने फल सिलिङहरू हालेर बत्ती कलर लाइटहरू साह्रै राम्रो आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने साइडमा यहाँहरूले प्यानेलिङ गरेको पाउन सक्नुहुनेछ। एट्याच दराजहरू राखेर राम्रो डिजाइनमा बनेको यहाँहरूले पाउन सक्नुहुनेछ भने यो बेडरुम यहाँहरूले निकै नै फराकिलो पाउन सक्नुहुनेछ। यो बेडरुममा यहाँहरूले एट्याच टोयलेट बाथरुम पाउन सक्नुहुनेछ भने आउनुहोस् अब म तपाईँलाई यो एट्याच टोयलेट बाथरुमको दृश्य देखाउन गइरहेका छौँ। यो एट्याच टोयलेट बाथरुम यहाँहरूले फराकिलो पाउन सक्नुहुनेछ भने एक साइडमा यहाँहरूले हात धुनको लागि बेसन राखेको पाउन सक्नुहुनेछ भने धाराको सामानहरू राम्रो खालको प्रयोग गरेर बनेको पाउन सक्नुहुनेछ भने कम्मरहरू फिट गरेर बनेको पाउन सक्नुहुनेछ। यो एट्याच टोयलेट बाथरुम पनि यहाँहरूले निकै नै फराकिलो पाउन सक्नुहुनेछ। साह्रै राम्रो आकर्षक घर रहेको छ। यो काठमाडौँ जोरपाटी हाइवेको नजिक यस्तै राम्रो घरको खोजीमा हुनुहुन्छ भने यो घर तपाईँहरूको लागि उपयुक्त हुन सक्नेछ। एकचोटि आफै आएर भिजिट गरेर लिन सक्नुहुनेछ। आउनुहोस् अब म तपाईँलाई यो कमन टोयलेट बाथरुमको दृश्य देखाउन गइरहेका छौँ। यो कमन टोयलेट बाथरुम पनि यहाँले निकै नै फराकिलो पाउन सक्नुहुनेछ भने कम्बोर्ड फिट गरेर धाराको सामानहरू यहाँले राम्रो खालको कम्पनीको प्रयोग गरेको पाउन सक्नुहुनेछ भने यतापट्टि साइडमा यहाँहरूले हात धुने बेसन प्लस मिररहरू राखेर बनेको पाउन सक्नुहुनेछ। साह्रै राम्रो आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ। आउनुहोस् अब म तपाईँलाई माथि टप फ्लोरको दृश्य देखाउन गइरहेका छौँ। तलदेखि माथिसम्म नै यहाँहरूले भर्याङमा राम्रो खालको काठ प्रयोग गरेर यहाँहरूले बनेको पाउन सक्नुहुनेछ भने साइडमा यहाँहरूले माथिसम्म नै प्यानेलिङ गरेको पाउन सक्नुहुनेछ। यो भर्याङको माथिल्लोपट्टि पनि यहाँहरूले झुमर फिट गरेर बत्ती कलर लाइटिङहरू साह्रै राम्रो आकर्षक डिजाइनमा युज गरेको पाउन सक्नुहुनेछ भने फल सिलिङ हालेको तपाईँहरूले पाउन सक्नुहुनेछ। आउनुहोस् अब म तपाईँलाई यो कौसीको दृश्य देखाउन गइरहेका छौँ। यो कौसीमा पनि राम्रो खालको टाइलहरू युज गरेर आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने यो कौसी यहाँहरूले निकै नै फराकिलो पाउन सक्नुहुनेछ। आउनुहोस् अब म तपाईँलाई बेडरुमको दृश्य देखाउन गइरहेका छौँ।
अब म तपाईँहरूलाई पूर्वी दक्षिण साइडपट्टिको बेडरुमको दृश्य देखाउन गइरहेका छौँ। यो बेडरुम पनि यहाँहरूले निकै नै फराकिलो पाउन सक्नुहुनेछ भने भुइँमा यहाँहरूले काठको प्रयोग गरेर पार्किटिङ गरेको पाउन सक्नुहुनेछ भने फल सिलिङहरू हालेर बत्ती कलर लाइटहरू राम्रो खालको युज गरेर बनेको पाउन सक्नुहुनेछ भने कलरमा पनि यहाँहरूले क्रिम कलर लगाएर साह्रै राम्रो आकर्षक कलर लगाएको पाउन सक्नुहुनेछ। यो रुममा यहाँहरूले 2वटा झ्याल राखेर निकै नै उज्यालो पाउन सक्नुहुनेछ। अब म तपाईँहरूलाई यो उत्तर पश्चिम साइडपट्टिको बेडरुमको दृश्य देखाउन गइरहेका छौँ। यो बेडरुम पनि यहाँहरूले दृश्यमा देख्न सक्नुहुनेछ निकै नै फराकिलो पाउन सक्नुहुनेछ भने भुइँमा यहाँहरूले पार्केटिङ गरेको पाउन सक्नुहुनेछ। फल सिलिङहरू हालेर साह्रै राम्रो आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने यो साइडमा यहाँहरूले सामानहरू राख्नका लागि ऱ्याक बनेको पाउन सक्नुहुनेछ। यो साइडमा पनि पाउन सक्नुहुनेछ। यो बेडरुम पनि यहाँहरूले दुईतिर झ्याल राखेर यतापट्टि पश्चिम साइड अथवा पूर्व साइडपट्टि झ्याल राखेर निकै नै उज्यालो पाउन सक्नुहुनेछ। अब म तपाईँहरूलाई यो कमन टोयलेट बाथरुमको दृश्य देखाउन गइरहेका छौँ। यो बाहिरपट्टि यहाँहरूले हातमुख धुनुको लागि एउटा बेसन पाउन सक्नुहुनेछ। साइडमा प्लस मिरर राखेको पाउन सक्नुहुनेछ भने यो कमन टोयलेट बाथरुम यहाँहरूले निकै नै फराकिलो पाउन सक्नुहुनेछ। कमोडहरू फिट गरेर धाराको सामानहरू राम्रो खालको प्रयोग गरेको यहाँहरूले पाउन सक्नुहुनेछ भने यतापट्टि यहाँहरूले हात धुनको लागि एउटा बेसन राखेको पाउन सक्नुहुनेछ। साथमा मिरर एउटा राखेको पाउन सक्नुहुनेछ। यो माथि टप फ्लोरमा यहाँहरूले 3वटा बेडरुम पाउन सक्नुहुनेछ भने आउनुहोस् अब म तपाईँहरूलाई यो पश्चिम उत्तर साइडपट्टिको बेडरुमको दृश्य देखाउन गइरहेका छौँ। यो बेडरुममा पनि यहाँहरूले भुइँमा पार्केटिङ गरेको पाउन सक्नुहुनेछ भने साइडमा यहाँहरूले क्रिम कलर लगाएर साह्रै राम्रो आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने फल सिलिङहरू हालेर बत्ती कलर लाइटहरू हालेर साह्रै राम्रो आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ। यो बेडरुम पनि यहाँहरूले निकै नै फराकिलो पाउन सक्नुहुनेछ। मुनिको 1 फ्ल्याट भाडामा दिएर 1 फ्ल्याट आदिमा आफू मजाले बस्न सक्नुहुनेछ भने पूर्वी मोडा गरेको साह्रै राम्रो आकर्षक घर रहेको छ। आउनुहोस् अब म तपाईँलाई माथि छतको दृश्य पनि देखाउन गइरहेका छौँ। यो छतमा जानको लागि चाहिँ यहाँहरूले 1300 खालको भर्याङ पाउन सक्नुहुनेछ। आउनुहोस् अब माथि हेरौँ टप छतमा पनि यो छत यहाँहरूले निकै नै खुल्ला पाउन सक्नुहुनेछ भने छतमा पनि राम्रो खालको बुट्टावाला टाइलहरू युज गरेर आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने यतापट्टि साइडमा यहाँहरूले कपडाहरू धुनको लागि एउटा धारा राखेको पाउन सक्नुहुनेछ भने प्लस यहाँहरूले 1000 लिटरको 2वटा ट्याङ्की तातो चिसोको लागि सोलर प्यानल राखेको पाउन सक्नुहुनेछ। सम्म ठाउँमा साह्रै राम्रो आकर्षक बलियो घर रहेको छ यो। अब म तपाईँहरूलाई पूर्ण जानकारी दिन गइरहेका छौँ। काठमाडौँ जोरपाटी मञ्जुश्री चोकबाट देब्रेपट्टि साइडमा साह्रै राम्रो आकर्षक घर रहेको छ। 4.5 आनामा एकदम घटीमा बनेको आकर्षक घर रहेको छ भने यो घरमा यहाँहरूले 11वटा रुम पाउन सक्नुहुनेछ। फल सिलिङ बत्ती कलर लाइटिङ मोडल किचनहरू पाउन सक्नुहुनेछ भने भुइँमा पार्किटिङ गरेको पाउन सक्नुहुनेछ। पूर्वी मोडा गरेको 12-13 फिटी बाटोको एक्सेस यहाँहरूले पाउन सक्नुहुनेछ भने खानेपानी बिजुली बत्ती ढल्ने कासा सम्पूर्ण सुविधा यहाँहरूले पाउन सक्नुहुनेछ। स्कुल कलेज हस्पिटल यहाँहरूले एकदमै नजिक पाउन सक्नुहुनेछ भने यदि तपाईँहरूलाई पैसा पुगेन भने यो घरमा ब्याङ्किङको पनि सुविधा रहेको छ भने यो घर मन पर्यो भने यहाँहरूले स्क्रिनमा दिएको नम्बरमा यहाँहरूले कन्ट्याक्ट गरेर आउन सक्नुहुनेछ भने घरधनीले बताएअनुसार यो घरको मूल्य 4 करोड 35 लाख बताउनु भएको छ भने यदि तपाईँहरूले तु पास गर्नुभयो भने मूल्यमा पनि तपाईँहरूकै भावमा मिलाएर दिने घरधनीले बताउनु भएको छ। हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर यहाँहरूले साथ दिनुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। हाम्रो च्यानललाई यसरी नै माया गरिदिनु होला। लाइक र सब्सक्राइब पनि गर्न नभुल्नु होला भन्दै आजको यस भिडियोबाट बिदाउन चाहन्छु। पुनः हामी अर्को भिडियो ल्याएर उपस्थित हुनेछु। यहाँहरूलाई धेरै धेरै धन्यवाद।